आज हामी चर्चा गर्दैछौं हालै सम्पन्न बंगलादेशको राष्ट्रिय निर्वाचन र त्यसले ल्याएको राजनीतिक परिवर्तनबारे। हालै सम्पन्न निर्वाचनबाट 18 वर्षसम्म निर्वाचन जीवन बिताएका तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बन्ने अवस्थामा पुगेका छन्। तारिक रहमान पूर्व राष्ट्रपति जियाउर रहमानका छोरा हुन्। जियाउर रहमानको सन् 1981 मा हत्या गरिएको थियो। उनकी आमा खालिदा जिया बंगलादेशको प्रधानमन्त्रीका रूपमा 2 पटक देशको नेतृत्व गरिसकेकी छिन्। यस निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले 2/3 बहुमत प्राप्त गर्दै स्पष्ट विजय हासिल गरेको छ। यो परिणामले लामो समयपछि बंगलादेशको सत्ता समीकरण पूर्ण रूपमा परिवर्तन गरेको छ। सन् 2024 मा बंगलादेशमा ठूलो स्तरको युवा आन्दोलन भएको थियो। आन्दोलनकारीहरूले यसलाई सेकेन्ड लिबरेसन, दोस्रो मुक्ति आन्दोलन भनेर नाम दिएका छन्। यस आन्दोलनका क्रममा करिब 1400 मानिसको ज्यान गएको बताइन्छ। यो आन्दोलनभन्दा अगाडि बंगलादेशमा झण्डै 15 वर्षसम्म शेख हसिनाको सत्ता कायम थियो, तर आन्दोलनपछि सत्ता ढल्यो। शेख हसिनाले हालको निर्वाचनलाई धोका र नाटक भनेर टिप्पणी गरेकी छिन्। सन् 2024 अगस्तमा युवा विद्रोह भए पश्चात 15 वर्ष पुरानो शेख हसिनाको सरकार पतन भयो। 15 वर्ष पुरानो सरकार पतन भएपछि मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको थियो। सरकार परिवर्तनपछि शेख हसिनाको पार्टी अवामी लीगलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइयो र शेख हसिनाको पार्टी अवामी लीगका धेरै समर्थकहरू हाल जेलमा रहेको बताइन्छ। युवा विद्रोहपछि सन् 2026 फेब्रुअरीमा सम्पन्न निर्वाचनमा मुख्य रूपमा 3 दलबीच प्रतिस्पर्धा भएको थियो। बीएनपी बंगलादेश नेशनलिस्ट पार्टी, जमात इस्लामी जसको मुख्य उद्देश्य भनेको इस्लामिक राज्यको स्थापना गर्नु र इस्लामिक कानूनहरू प्रयोगमा ल्याउनु, नेशनल सिटिजन पार्टी एनसीपी जुन पार्टी चाहिँ युवाहरूले युवा विद्रोह पश्चात गठन गरेको पार्टी हो। 2026 को निर्वाचनले बंगलादेशको राजनीतिक शक्ति सन्तुलन मात्र होइन, देशको भावी राजनीतिक दिशालाई पनि गहिरो रूपमा प्रभावित गर्ने संकेत दिएको छ। 1971 मा स्वतन्त्रता प्राप्त गरेपछि बंगलादेशले लामो समयसम्म राजनीतिक अस्थिरता भोग्यो। यही अस्थिरताको पृष्ठभूमिमा सन् 1978 मा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी को स्थापना एक राष्ट्रवादी दलको रूपमा भयो। यस पार्टीले मुख्य रूपमा 3 मूल एजेन्डा बोकेको थियो: राष्ट्रिय सार्वभौमिकता, भौगोलिक तथा सांस्कृतिक पहिचान र राष्ट्रिय एकता। बीएनपीले सन् 1991 र 2001 मा सरकारको नेतृत्व समेत गर्यो, तर यसको मुख्य राजनीतिक प्रतिस्पर्धा अवामी लीगसँग थियो, जसले बंगलादेशको राजनीतिलाई ध्रुवीकृत गर्यो। यी दुई बीचको टकरावले ठूलै पोलराइजेसन सिर्जना गर्यो। यी अवस्थाहरूमा त अवामी लीग सरकारमा हुँदा उसले गराएका चुनावहरू बीएनपीले बहिष्कार समेत गर्यो। बीएनपी की अध्यक्ष खालिदा जिया, जो चाहिँ तारिक रहमानकी आमा हुन्, खालिदा जियालाई भ्रष्टाचार सम्बन्धी मुद्दामा सन् 2018 मा जेल सजाय सुनाइयो। त्यसपछि उनका छोरा तारिक रहमान, जो लन्डनमा निर्वाचनमा थिए, उनले पार्टीको नेतृत्व सम्हाले र कार्यकारी अध्यक्ष बने। हाल यो निर्वाचन पश्चात यिनी तारिक रहमान नै बंगलादेशको प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएका छन्। बंगलादेशमा यसपालिको निर्वाचनबाट उदाएको अर्को सक्रिय पार्टी भनेको जमात इस्लामी हो। यो पार्टी बंगलादेश स्वतन्त्रता हुनुभन्दा अघिदेखि नै अस्तित्वमा रहेको एक पुरानो इस्लामिक राजनीतिक संगठन हो। जति बेला पाकिस्तान बंगलादेश टुक्रिएको थिएन, त्योभन्दा अगाडिदेखि नै यो संगठन चाहिँ अस्तित्वमा थियो। यसको मुख्य उद्देश्य चाहिँ इस्लामिक सिद्धान्तमा आधारित राज्य व्यवस्था स्थापना गर्नु हो। राजनीतिक रूपमा जमात इस्लामीले बीएनपीसँग गठबन्धन गरेर सन् 2001 मा सरकारमा सहभागिता जनाएको थियो, तर सन् 2013 मा बंगलादेशको सर्वोच्च अदालतले यस पार्टीको विचारधारा देशको सेकुलर संविधानसँग बाजिएको ठहर गर्दै यसको राजनीतिक दर्ता खारेज गरिदियो र राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइयो। र अर्को बंगलादेशको राष्ट्रिय राजनीतिमा प्रवेश गरेको पार्टी हो नेशनल सिटिजन पार्टी एनसीपी। यो पार्टी बंगलादेशमा हालै उदाएको नयाँ राजनीतिक शक्ति हो, जसको उदय विशेष गरी 2024 को जनआन्दोलन युवा विद्रोह पछि भएको हो। यो पार्टीले चाहिँ राजनीतिमा युवाको नेतृत्व, सुशासन, शासन सुधार लगायतका मुद्दाहरूमा आफ्नो आवाजलाई बुलन्द बनाउँदै आइरहेको छ। एनसीपीले यस चुनावमा जमात इस्लामीसँग गठबन्धन गरेर चुनाव लडेको हो। बंगलादेशको 300 सिटको संसदीय समीकरण अहिले निकै रोचक बनेको छ। बीएनपीले 209 सिट जित्दै सबैभन्दा ठूलो शक्ति बनेको छ। जमात इस्लामीले 68 सिट हासिल गरेको छ। एनसीपीको खातामा
6 सिट परेको छ भने अन्य दलहरूले मिलेर 14 सिट जितेका छन्। तर यो केवल चुनावी अङ्क गणितको कथा मात्र होइन, धेरै प्रश्नहरू बाँकी नै छन्। यो निर्वाचनसँगै जनमत संग्रहको पनि निर्वाचन गराइएको थियो र जनमत संग्रहमा संसदमा नयाँ अप्पर हाउस बनाउने प्रस्ताव अघि सारिएको थियो। प्रधानमन्त्री पदका लागि टर्म लिमिट राख्ने, 2 पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने त्यो प्रस्ताव पनि जनमत संग्रहमा थियो र चाहिँ राष्ट्रपति र प्रधानमन्त्री बीचको शक्तिको बाँडफाँड र शक्ति सन्तुलन प्रस्तावहरू पनि समावेश थिए। जनमत संग्रहबाट प्रस्तुत गरिएका मुद्दाहरूलाई संस्थागत गर्ने सम्बन्धमा बंगलादेश कसरी अगाडि बढ्छ? के अब बंगलादेशमा वास्तविक राष्ट्रिय मेलमिलाप, नेशनल रिकन्सिलिएसनको ढोका खोल्न सक्छ? अवामी लीग, जसलाई प्रतिबन्ध लगाइएको छ, चुनावमा भाग लिन दिइएको छैन र धेरै संगठनका मानिसहरू हिरासतमा छन्, राजनीतिक बन्दीको रूपमा छन्, के कुनै किसिमको राजनीतिक पुनर्स्थापना, रिहेबिलिटेसन सम्भव होला? सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको रिभेन्ज पोलिटिक्स र स्ट्रिट प्रोटेस्टमा आधारित राज्यलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? किनभने निरन्तरको आन्दोलन र राजनीतिक असन्तुलनबाट मुलुकलाई प्रगति गर्न कठिन हुन्छ। र अर्को कुरा भनेको विशेष गरी मनसुन रिभोल्युसन पछि चिसिएको भारत बंगलादेश सम्बन्ध फेरि रिसेट हुने सम्भावना कति छ?